लुडबा यो चाहिँ के लेखेको यो चाहिँ के हो भन्दाखेरि नि कता बुझ्दैन यो 50 years of statehood हुँदैछ सिक्किममा त्यो भन्नुको मतलब चाहिँ अहिले अब सिक्किममा सिङताममा देख्नु हुँदैछ है स्वच्छ भारत अभियान भने जस्तो जताततै साफसफाइ राख्ने अनि धेरै साफसफाइ राख्ने जति पनि हाम्रो अब सिक्किमको हुनुहुन्छ युवाहरू है सिक्किमभित्र भएको यता सिङताममा भएको युवाहरू यसरी सबैजना मिलेर सरसफाइ गरौँ अनि यो कुरालाई धेरै अगाडि बढाउँ भन्दै हाम्रो सिङतामको नगर पञ्चायतदेखि लिएर सबैजना धेरैभन्दा धेरै लागि पर्नु भएछ है र धेरै अरू जग्गाहरू यहाँ सिङताममा धेरै सफा पनि राख्नु भएको छ हो यही यसैलाई सेलिब्रेसन यो 16 तारिक गरौँ भनेर यसको लागि लगाएको मोरा त्यति पनि बुझ्दैन ए साह्रै राम्रो त्यसो भए त कुरो बुझ्यो नि त मैले सफा गर्दै मैले बुझेको 1 वर्ष पुरै बुझ्दैन आज चाहिँ कुकुरको जस्तो चेन लगाएर हिँड्न नबनाले घरको टकी जस्तै छासी त्यही भएर फटाको होइन नलगा भनेको त्यही भएर प्लेटिनियम त भन्दैछ न तेरो तिनटा जिन्दगी छ नि मेरो धेरै सिङताममा खुसियाली भइरहेछ यति रमाइलो भइरहेछ यति साफसफाइ छ यसको लागि एक दुईवटा सन्देश देऊ न बरु लुल्लु दियो त केटा पाले पिलो लु है सफा राख्नु पर्यो है यता दिन पनि सन्देश दिनु पर्यो लुल्लु साथीभाइ एक दुईवटा दिउँ त र सिङताममा यो साफसफाइको भइरहेको छ जति हामी साफसफाइ बस्न सक्छौँ जति सफा वरिपरि हामीले साफसफाइ गरेर सफा गर्न सक्छौँ त्यति नै डेङ्गुहरूबाट पनि बाँचिन्छ होइन सबै कुरामा बाँचिन्छ भनेर यो कुरालाई लिएर हाम्रो सिङतामबाट धेरै अगाडि बढ्नु भएको छ है र भक्तज्यू त्यसमा एक दुईवटा केही कुरा भनिदिउँ न त अब यो धेरै राम्रो हो अब म त यसमा के बोल्नु है सफा चाहिँ राख्नुपर्छ है तपाईँ हामी मिलेर सफा बनिन्छ है अन्त हाम्रो युथहरूलाई चाहिँ अब युथहरूलाई के भन्नु न म त अलिक कलिलो छु भनिदिनु न युथहरूलाई के भन्नु न नराम्रो कुरामा नराम्रोपट्टि नलागोस् भन्नु पर्यो नि युथले नै अब समाजलाई बढाउनु पर्ने होइन यो चाहिँ यसरी बिग्रेर खत्तम हुँदै गयो भने त अब फ्युचर त बिग्रेर गइहाल्छ नि त्यसै नै बुढोपाकाहरू युथले नै हाम्रो गाउँ समाज बढाएर लानुपर्छ त्यही नै भन्छु अनि तपाईँहरूलाई एउटा सानो कुरा है अहिले तपाईँहरूलाई सिङताममा आउँदा अनि सिङतामको जग्गाहरू हेर्दा है म पनि यही सिङतामै बासी हो सिङतामको नजिकै म नि एउटा सिक्किमको है हामी सबैजना कन्टेन्ट क्रिएटरहरू र अहिले तपाईँहरूलाई सिङताममा आउँदा के कस्तो लाग्यो है अब साफसफाइहरूदेखि लिएर सिङतामको मान्छेहरूदेखि लिएर के